एउटासँग बस्या छ पिरिम आहा कति मिठो आइसक्रिम हे सुहाएन खाएर गाउँदा त जनी खान्छौ सित्तैमा पाउँदा त सबले गायक भनेर चिन्छ नखाकाले तेरो स्वर बिग्रन्छ हे भनेको मान अल्पत्रै पर्लास यति मिठो स्वर बिग्रे के गर्लास हे जनतन चल्याछ बर नखाँदा नि राम्रो त हे मलाई राम्रो भन्ने त कुन थियो है तिम्रो जस्तै भागुभा हुन्थ्यो कति मिठो गरेर गाउँछ नि मलाई तादाई कति पिर्लाउँछ नि हे बालचन्द्र हो पछाडि पर्नी त दाजुभाइले हो माया गर तिम्रो स्वर त मनबाट सर्दैन बालुको स्वर खासै मन पर्दैन हे सुटुका भन्ने हे बालु अघि बढेर गए झै मलाई हेप्यो स्वर राम्रो भयो हे मन पराछन् जता नि बच्छ नराम्रोलाई राम्रो चिज कहाँ पर्छ हे न त सके साथी झै चल्नलाई न त सके आगो झै जल्नलाई हामी चुप्छम कोहीले नगन्दा कति चल्न खोजी छेउ यो भन्दा कलाकार छन् नेपालमा कतिको कोही लाग्दैन मेरो भाइ जातिको हे नपरोस् है यतिकै ओइलाउन मलाई पनि म जस्तो कोही बदनाम गरी साँच्ची कैलाजको तै हस्काले स्वर सम्राट आजको हे यो नेपालको एक नम्बर हौ बाबु हामी भन्दा नमुना छ बाबु नत्र नेपाल खाइसक्थ्यो कालाले हल्का मात्रै ठगेछ छालाले निन्द्रा आउन लाइरहन्छ पिर उसको आवाज गुन्जेर कान्तिर रानी वनमा मेरो भाइ कराउँछ त्यस्ता जाबो कोइली नै हराउँछ विदेश लैदेऊ सबैलाई भनेछु मनी भाइको ठुलै फ्यान बनेछु हे स्वर मिठो छ दुरुस्तै मेल खान्छ कोइली त के कौवानी फेल खान्छ हे सबैको मन जित्या भाकालाले सम्मान गरम खादा र माला ठाउँ ठाउँ जान्छु एक ठाउँमा होइन छिटो गर मसँग टाइम छैन हे खासै मन जितेन कालाले सुहा छैन खादा र मालाले मेरो भाइ अब कार्यक्रममा जानुपर्छ खादामाला लगाइसक्यो कहाँ हे चापाकोटमा छ गाडी फसिरा कस्तासित गफ गर्दै बसिरा हे फोटो आसी फेसबुकमा दाङ्ग एउटा फोटो खिच्छु न दाइसँग ए फोटो भन्दा पर्या छु दङ्ग उजा पुच्ची टाइम छैन म हे हुन्न अब दर्शकको लायकको खुस्क्या जस्तो रहेछ यो गायक जिद्दे दिनुभयो सम्झना झिनो खै खादा त मायाको चिनो राम्रो गर्नु इज्जत नफालेर हिँड्नु होला यही लालटिन बालेर हे
कतै कप कतै चाहिँ बाल्टिन दे यो ठाउँमा चाहिँ बाबु तँदेरो भएर लाल्टिन दे घना रहेछ फालिदिन्छु म दादा हिँड्न पर्यो गाडी कहाँ छ दादा अघि घर फर्काइदिए गाडीलाई एम्बुलेन्समा लैजान्छु तिमीले पैसो कसलाई पो दिन्छौ दाइ आफू अझै टेम्पोमा हिँड्छौ दाइ हे बेला भयो हुन त घर किन्न सापड दियो फर्किँदै फर्किन्न चरी गुडैमा रिस नगर सुषमा र म चल्दा तिमीले पनि खाएका छौ नचल्दा ए आफूलाई त पहिल्यै नै चिन्या हुन् खाएनन् यिनले ठगेर हिँड्या हे यसैमा छ सबभन्दा राम्रो त लिनु दिनु केही छैन हाम्रो त चरी गुडैमा सहनु दाइ भने नि तोरी क्यार्नी आफ्नै भएसी कमजोरी चरी गुडैमा हे बिजोग देखे दायाँ र बायाँको कहिले पालो आउला म नयाँको चरी गुडैमा गौडा कुरे ढाम लाइन्छ हात्ती प्रतिभा छ मेरो भाइहरू न माथि नाति चरी गुडैमा हे नयाँ कहिले चल्ने हो थाहा छैन हाम्रो पालो अहिलेसम्म छैन चरी गुडैमा उसमा तानी धपक्कै बलिस भो आएर गुहार गरेर चालिस भो चरी गुडैमा हे मैले भन्छु नचल्ने कहिले हो तैँले भन्छस् त चल्ने कहिले हो चरी गुडैमा हे नचले नि छ तिमीलाई फापेको नातिकाजी पुरस्कार थापेको चरी गुडैमा नातिकाजी पुरस्कार लिएको भन्छ नानी कसले दिएको हे गीत सङ्गीत नै मासिन्छ क्या हो भाइ बहिनीले शब्दमा ध्यान द्याऊ चरी गुडैमा मनी पक्कै चल्छु कि त्यो जुनी कि छोपेर जानी भो यो जुनी चरी गुडैमा हरेस नखाऊ निराशा लाउँदा हामी पछि तिम्रो उदाउँदा चरी गुडैमा हे हेडफोन लाएर आज सो गाई छैन एल्बम भन्ने कस्तो हो थाहै छैन चरी गुडैमा छोप्दा त राम्रैसँग नानी लाउने इच्छा भयो भाला नानी भनिहाले मैले नि गाउने दाइ कानमा हो कि घाँटीमा लाउने दाइ ए यस्तो हेडफोन देखिन सानामा सुन्ने हो के लगा त कानमा हे टन्न सुथ 3 थाल भात खिचेर आफै हेर आफ्नै मोबाइलमा खिचेर चरी गुडैमा मोबाइल खिच रे किन मन जलेको श्यामले पनि त्यही गरी चलेको चरी गुडैमा ए प्रस्तुत गर आफ्नो अन्तर्निहित प्रतिभालाई निखार्दै कतै फेसबुक लाइभ कसै के अरे टिकटक कतै युट्युबतिर कतै यसै छेउकुना गर्दै ए राम्रो गीत गाऊ शब्द जाल बुनी अनेक माध्यम छन् अहिले हिट हुने चरी गुडैमा हे भने मान्ने भा पार्दिन घाटामा नाच जुनकिरी नाच आइज बाटामा चरी गुडैमा ए आस मलाई अब त बोल्छु म उही भन्दै आउँछु र चल्छु म चरी गुडैमा उही गर्ने होइन है ल बहिनी तिमीसित प्रतिभा छ हे छनलाई त प्रतिभा छ दादा त्यही भएर त उफ्रिछु म दादा चरी गुडैमा हे छोरी मान्छे छोरी झै बन भ्याकु त झै उफ्रिन्छु नभन चरी गुडैमा कस्तो देखि कस्तो नि कलाकार आज भोलि जस्तो नि कलाकार चरी गुडैमा ए थोरै होइन धेरै धेरै ठिक छौँ भाइ तिमी भन्दा हामी नै ठिक छौँ भाइ चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी गुडैमा अघि बढे हाँस्ने र रुनी पछि परे सुरिलो स्वरोनी भए पनि सुरिलो स्वर हिटुनलाई गाह्रै छ नरो र चरी गुडैमा हे खुसी हुन्छन् संस्कृति मास्दानी भाइरल भाछन्
गललल्ल हाँस्दा नि चरी गुडैमा ए यस्ता मान्छे जता नि फिटरे बजाउ भन्दै भाग्दा नि हिटर बल्ल बल्ल छ पालो आएको 22 वर्ष भो श्याम दाइले गीत गाएको चरी गुडैमा हे श्यामको माहौल छ न त चर्को छ तर क्यार्नी यिनको घर खरको छ चरी गुडैमा हे घर त मेरो बाँसैको झापो बिल्डिङ बिल्डिङ हुनेले के नापो चरी गुडैमा हे जोड्न पर्ने हो अब घर त कि त फिर कुदेको छ र त चरी गुडैमा हे घरको हालत नसम्झ दिक्क छ कमाए नि के गर्ने चारतिरै पाल टाल्दाको ठिक्क छ चरी गुडैमा